यो मञ्चमा आइसक्नु भएको छ। उहाँलाई निर्धारित स्थानमा आसन ग्रहणका लागि म अनुरोध गर्छु र अबको क्रममा चाहिँ प्रतियोगी कविहरूलाई आफ्नो कविता प्रस्तुतिका लागि म आमन्त्रण गर्छु। सबैभन्दा पहिला भगेश्वर तेयोङज्यूलाई तेह्रथुमबाट उहाँ सहभागी हुनुहुन्छ। यो मञ्चमा आमन्त्रण गर्छु प्रतियोगी कविता प्रस्तुतिका लागि। बिना सम्बोधन कविता प्रस्तुत गरिदिनु हुन पनि म विनम्रताका साथ अनुरोध गर्छु। धन्यवाद। मेरो नाम भगेश्वर तेयोङ मनोज, म तेह्रथुमबाट आएको छु। मेरो कविताको शीर्षक छ नाङ्जाबुङ गाउँ र याक्वाहिम काका। गाउँघरमा छिमेकीको मृत्यु हुँदा, उहिले गाउँघरमा छिमेकीको मृत्यु हुँदा माथि कुम्माया फेगुबाट घडी रह भन्दै कराउने याक्वाहिम काका आजभोलि कराउन छाडेको छ। गाउँमा मान्छे मृत्युवरण गर्दा खबर दिनलाई कराउने याक्वाहिम काका किन साँच्चै आजभोलि कराउनुहुन्न? गाउँमा मान्छे मृत्युवरण गर्दा खबर दिनलाई कराउने याक्वाहिम काका किन साँच्चै आजभोलि कराउनुहुन्न? होइन हौ, आजभोलि साँच्चै मान्छे मर्दैनन् कि उहिले उहिले जस्तो? होइन हौ, आजभोलि साँच्चै मान्छे मर्दैनन् कि उहिले उहिले जस्तो? लु याक्वाहिम काका त कराएनन्। लु याक्वाहिम काका त कराएनन्। नाङ्जाबुङमा मान्छे भ्रमलिन हुँदा कुम्माया फर्किने गरी पड्किने एकताले बन्दुक पनि पो पड्किँदैन त? होइन हौ, आजभोलि गाउँमा मान्छे मर्दैनन् कि? उहिले त छिमेकीको मृत्यु हुँदा कुम्बे गाउँको माथि मौवा डाँडामा निस्केर गाडी रह ओलागो हेमासा बोक्से हेमाही बेगेर उपचार गर्दा पनि सज्जो नभएर आफ्नो स्वर्गको बाटो गयो हे भनेर कराउँदा त्यो खबर सुनेर पारी नाङ्जाबुङ अमलाबुङ सम्मका नातागोता कुल कुटुम्ब भेला भई दुःखमा आँसु झारेर थमथमाउँदै मान्छे जन्मेपछि सबैले मर्नुपर्छ। जानेको बाटो छ, बाँच्नेको माटो छ, लेखा छोरीले नै यति लेखेछ भनेर सहानुभूति दिँदै दुःखमा आँसु पुछिदिन्थे। साँच्चै याक्थुङ लादे ब्रह्मलिन भएको धेरै वर्ष भयो। याक्थुङ लादेभित्रको गाउँ बस्तीमा नाचिने मारुनी बालन र पालम लोप हुँदै गएको धेरै भयो। मारुनी बालन र पालम लोप हुँदै गएको धेरै भयो। तामाङनी दिदीले गाउने सेल्लो र